हेलो भाइ नमस्ते। नमस्ते। भाइको नाम के हो? मेरो नाम सीताराम चौधरी। सीताराम चौधरी। हजुर यहाँ तपाईँ आज सामान लिन आउनु भएको छ है? हजुर। कहाँ बस्नुहुन्छ? मेरो बसाइ चाहिँ गोडाबारी नगरपालिका 6 भुइँयारा कैलाली। भुइँरा हो? हजुर। भुइँरा कहाँनिर हो? यो भुइँयारा ठिकै एनसेलको टावर नजिकै छ। ए त्यता त म पनि गएको छु जानु त। आज यो नोनी स्पोरुलिना भनेर लेखाउँदै हुन्छ, तपाईँले यो खाने भन्दै हुन्छ होइन? यो के कामको लागि हो तपाईँले प्रयोग गर्न लाग्नुभएको? यो अब अहिले त त्यस्तो शरीरमा केही प्रब्लम छैन, तर यसमा यो प्रयोग गरेको चाहिँ यसले शरीरलाई चाहिँ फाइदा गर्छ भनेर हो। मैले 7-8 वर्ष पहिला चाहिँ यसको त्यो मेरो खुट्टामा प्रब्लम भएको कारणले युज गरेको थिएँ। त्यसपछि अहिले पनि त्यो शरीरमा चाहिँ केही प्रब्लम नभए तापनि यसले चाहिँ अलि शरीरलाई फाइदा गर्छ भनेर यो चाहिँ मैले प्रयोग 7-8 वर्ष भन्नाले हाम्रो हेल्दी लिभिङ दर्ता हुनुभन्दा पहिलाकै रहेछ होइन? तपाईँ अहिले पनि नियमित हुनुहुन्छ? अहिले पनि नियमित हुनुभयो, खुसी लाग्यो। अनि यो हजुर हजुर, अनि त्यति बेला के समस्या थियो, तपाईँले किन प्रयोग गर्नुहुन्थ्यो? त्यो बेला चाहिँ मेरो खुट्टामा पहिला नै चोट लागेको कारणले कुन खुट्टामा लागेको थियो? यो खुट्टामा भन्नु पर्यो। हजुर। यो मेरो बुढी औँलामा त्यसले लारीले ठिचिँदाखेरि अनि ठिक भयो भनेर 1 वर्षसम्म त्यस्तै भयो। अनि त्यसपछि 1 वर्षपछि चाहिँ त्यसको इफेक्ट देखिन थाल्यो। ए के भयो? त्यसमा चाहिँ खुट्टामा अब समस्याहरू देखा पर्न लाग्यो, प्वालहरू पर्न लाग्यो। त्यसपछि अस्पतालमा जाँदाखेरि चाहिँ एउटा क्यान्सरको शिकायत हो भनेर भन्न थाल्यो। अब यसलाई अपरेसन गर्नुपर्छ। के पाकेको थियो घाउहरू? पाकेको भन्दा पनि त्यो पाल परेको थियो र त्यो धेरै दुख्ने, चिलाउने जस्तो गर्थ्यो, हिँड्न पनि नसक्ने। अनि त्यसपछि अनि धेरै अस्पतालहरू ढाए, लगभग धनगढी अनि अतरिया पनि। त्यसपछि धनगढीमा अपरेसन गर्न मानेन। एउटा 6-7 दिन त्यो अपरेसन गर्नुपर्छ, पालो निकाल्नुपर्छ। एकैचोटिमा निस्किँदैन, एकैचोटि निकालेपछि त मासु फेरि त्यहाँको मासुलाई कहाँ फाल्ने? मासु पलाएको थियो त्यहाँभित्र? अब त्यो भित्रको मासु चाहिँ निकाल्नु पर्यो। अब एकैचोटि अपरेसन गर्दाखेरि त्यो खुट्टाको मासु पनि अब सबै काट्नु पर्यो। नत्र एउटा अपरेसन गरेपछि चाहिँ 6-7 चोटि अपरेसन गर्नु पर्यो, त्यही पनि 1-1 हप्ताको अन्तरमा। त्यो घाउ जुन अपरेसन गरेको घाउ ठिक भएपछि फेरि दोस्रो अपरेसन गर्ने, दोस्रो ठिक भएपछि फेरि तेस्रो, यस्तै गर्ने भनेर त्यो भन्नुभएको थियो डाक्टर सरले। अनि पछि म यो पद्मा हस्पिटलमा एउटा चाहिँ अपरेसन गरेको। अनि एउटा गरिसकेपछि चाहिँ त्यो अब एउटा गरेपछि पनि अब हिँड्न नसक्ने त्यस्तो समस्या देखा परेपछि शरीर पनि कमजोरी हुन लाग्यो। अनि पछि यो भेस्टिसको बारेमा त्यो बडेहाँका नाम भन्दाखेरि नाम चाहिँ ठिकै याद आएन। ठिक छ। तिनीहरूले चाहिँ गाउँमा अब प्रचार गर्न आए, यो भेस्टिसको दबाई खाएपछि चाहिँ यो ठिक हुन्छ, यसले चाहिँ शरीरमा कुनै पनि इफेक्ट गर्दैन, कुनै पनि असर गर्दैन। अनि त्यसपछि तिनीहरूको विश्वासले चाहिँ त्यो दबाई मैले खाएको। त्यो बेला चाहिँ यो गानोद्रमा अनि स्पोरुलिना अनि यो नोनी लगायतका 6-7वटा प्रोडक्ट मैले खाएको थिएँ। यसमा कर्कुमिन पनि होला एउटा, कर्कुमिन पनि यसमा। अनि त्यो प्यास भन्ने पनि यो शरीरको बेकार शरीरको जुन खराब तत्त्वलाई निकाल्ने भनेर त्यो फुटप्यास पनि युज गरेँ। लगभग मैले 6-7 महिना जति रेगुलर युज गरेपछि चाहिँ त्यो जुन समस्या थियो त्यो पनि ठिक भयो। अनि शरीरमा भएको जुन खुजलीहरू पनि थियो त्यो पनि बिस्तारै ठिक हुँदै गयो। अहिले चाहिँ 7-8 वर्ष भइसक्दा पनि त्यसको समस्या चाहिँ अहिले देखा परेको छैन। त्यसपछि तपाईँ रेगुलर युज गरिराख्नु भएको छ? यो चाहिँ दबाई यो राम्रो छ भनेर मैले फेरि पनि युज गरिराख्छु अहिले पनि। यो दबाई भन्दा नि हेल्थ सम्बन्धी सप्लिमेन्ट भन्छ। यसले हाम्रो शरीरको कोषहरूको विकास गर्छ, नयाँ स्वच्छ कोष बनाउँछ। त्यसै गरी तपाईँको रोग बाहिर फालेको हुनसक्छ रेगुलर युज गर्दाखेरि। ल खुसी लाग्यो, तपाईँको एउटा हाम्रो उदाहरण बन्नुभएछ। धन्यवाद भाइ। आफ्नो सोच भएको कुरा तपाईँले सुनाइदिनु भयो। धन्यवाद है त तपाईँलाई।